हेलो गुड मर्निङ गाइजहरु। आज हामीहरु अलि कति भयो भन्ने बिहान बिहान हैन फेरि बासी मुखै हो है। फेरि पनि आज नि मुक्दैन, फेरि हिजो जस्तै हो। आजले बिहान बिहान हिँड्ने काम भइरहेको हामीहरुको यतिकै घुम्न। आज चाहिँ यतिकै हो है। हिजो धान काट्न गइरहेको थियौं। आज हामी माथि गएर काठमाडौँ भ्याली देखाउँछौँ। सायद यो बादल फादल केही नलाग्यो भने पुरै भ्याली देखाइदिन्छु। आज टपमा जाने भन्ने प्लान है। यस्तो कपाल लाग्यो बाग्लो बाग्लो यहाँबाट हिँडेर जाँदैछौँ। यस्तो छ क्या पुरै बाटो। माथि भ्याली देखाउनु पर्ने छ आज सबैलाई। जाडो भए मलाई यत्रो बाग्लो ढिलो गरेर नि जाडो क्या। भान्जीले कत्रो सलो देखेन गाउँको जस्तो। ज्याकेट पनि त्यस्तै छ। हामी आज माथि टपमा गएर काठमाडौँ भ्याली हेर्ने प्लानमा छौँ आज हामीहरू। अहिले दिजु पनि आउनुहुन्छ पछाडि पछाडि। हिजो बेलुका पुरै प्लास्टिक बालेर आगो बालेर बसेको थियौँ। नाकभित्र नै कालो गएको छ। यस्तै छ जिन्दगी हामीहरूको। हामीहरू अब यता पुग्दैछौँ। दिजुहरू पनि आइसक्नु भयो। तल दिजु आउनु भयो। पुरै के टाइममा आउनु भयो भनेपछि त्यो सल हुन्छ नि त्यो ओढेर गुटी मुटी भएर। म चाहिँ यस्तै छु, कपडा यस्तै लगाइराखौँ। यस्तो छ जाडो नागेत्तो भइसक्यो मेरो। भान्जी खै हेरौँ होलिया भान्जीको दिजुको होलिया। हामीहरू चाहिँ अगाडि हिँड्दैछौँ। आज त जङ्गलै हो। पुरै काठमाडौँ भ्याली देखाउने हो। बादल चाहिँ अन्त आइरहेको छ। आज पनि केही छैन, यस्तै छ माथि बादल। यस्तो देखिन्छ। यस्तै छ जिन्दगी। दामी है त फुलहरू। हामीहरू अहिले कहाँ पुग्यौँ भने मच्छे गाउँ नि। हामी मच्छे गाउँ पुगिसकेका छौँ। अब अझै हामीहरू जानुपर्ने अझै होला। त्यो 2 किलोमिटर एल्टिट्युडमा चढ्नै पर्ने छ। त्यहाँ गएर पनि हेर्नुपर्छ कति हाइटमा जान्छु भनेर एकचोटि हेरेर सायद फोटो राख्छु या राख्दैन केही छैन। त्यही पनि नराखौँ ल। राखे पनि देखाइदिन्छु। अहिले यी ओठ फुटिहाल्यो क्या। जाडो लास्टै रह। हाम्रो गाउँघर भन्दा नि जाडो छ। यस्तरी फोन समात्दा पनि हात नै ठिराइसक्यो। आज चाहिँ फ्रन्ट क्यामेराबाट नै भिडियो गरेको, किनभने ब्याकबाट पछाडिको के अरे हामी ठ्याक्कै घाम लाग्नेको उल्टोबाट हिँडेर जाँदा घामले गर्दा अँध्यारो देखायो। त्यही भएर फ्रन्ट क्यामेराबाट देखायौँ। यस्तै छ जिन्दगी। बासी मुखै हिँड्ने हो। टक्कै माथि पुग्ने हो। ओइ मेरो आँखा कति सुनियो त। किन यस्तरी सुनियो। अनि एउटा अर्को प्लान पनि बनायौँ हामीहरूले। अहिले एकछिनमा जङ्गल घुम्न जानै पर्ने। दाउरा लिएर आउने भन्ने प्लान छ। अब दाउरा कति ल्याउँछु बेलुका पछि देखाइदिन्छु तिमी हजुरहरूलाई। एउटालाई फोन गरेर जेउडा ल्याएर आउनु पठाइसक्यौँ हामीहरूले। हामी चाहिँ अगाडि हिँडिरहौँ। यस्तै छ। जाडो छ क्या लास्टै। यस्तो जाडो त बिहान बिहान लास्टै जाडो हुने रहेछ क्या। जाडो त जाडो महाजाडो। कार्तिक यस्तो भोलि कस्तो हुने हो भाइ होइन। भानी चाहिँ मेरो नाकबाट सिकेनै चुन लाग्यो जाडोले। हामी आफ्नै काममा बिजी छौँ। ओ बा दिदी मुख त यस्तो हुने त मोटिनु भयो आज। पुरै कत्रो मुख यस्तो मुख देखिरहेको दिदी। यस्तो छ। हामी अहिले कदामे मच्छे गाउँको माथि टपमा आइसक्यौँ। अब एकछिनमा जङ्गल प्रवेश गर्छौँ। त्यहाँबाट अनि सिडी चढ्दा माथि पुगिन्छ। अँध्यारो है यो।
गाईहरुको अलि निउडेर सिगान पुग्नु पर्ने हो क्या किनभने सिगान चुला जस्तो खोकी पनि लाग्ने छ जाडो पनि लास्टै यस्तो छ पछाडि हाम्रो ग्याङहरु यस्तो यता साइड दामी देखाउँदा फेरि यहाँ माथि बिल्डिङहरुको बिचमा हिँडिरहेको मेरो हुलिया हेर्ने हो तलदेखि माथिसम्म सु पहिला हो भलाउँदाखेरि बोल्न के मनै लाग्दैन यस्तै छ बिस्तारै सिकौँ अब केही छैन तर कन्टिन्यू आउनेछ त्यही हो म जता जान्छु त्यतैको सानो देखाउँदै हिँड्छु पप्पी होइन त्यो स्याल कुकुर हो रातो भले क्वाक क्वाक यस्तो देखाइदिउँ म चाहिँ गाउँको त्यसकोबाट माथि जाँदा यस्तै छ अब हामीहरू फोन चाहिँ धेरै हल्लिरहन् के पालै भएन भनेर चाहिँ हामीहरूले आज मेरो ठ्याक्कै भन्नुपर्दा मेरो मङ्गलको आज 3 दिन भयो मुख धोएर पनि काम छैन हात धुने हो मुख चुड्ने भात खाने हो अनि त्यसपछि मुखको यादै हुँदैन जाडो छ मुख भनेपछि पछि दिनमा चाहिँ त्यस्तै हो बिसिहाल्छ मुखै धुन भान्जी कति दिन भयो मुख नुधे भान्जीले मुख धुल्दा मेरो ब्रस नगरी भयो ब्रस नगरी 2 दिन भयो यस्तै छन् गाईहरू कहिले मेरो त 3 दिन भयो के जय दिन मैले मुख धोएन त्यो दिनदेखि मैले ब्रस नै गरेको हामीहरू त्यस्तो छ हामी कहिले खाना बिर्सने मान्छे हौँ तर दिदीले बोलाएर खाइराखौँ कहाँ अफर ल्याइदियो बिताउँ काम हो गाडो यहाँ निस्क्यौँ रोडमा अब हामी यहाँ माथि जङ्गल छ है सुई देखाइदिउँ माथिको जङ्गलमा भित्र पस्ने हामीहरू यहाँबाट जाने हो कि उताबाट सिधी जाने हो तर कताबाट जाने हो भन्दा हाम्रो जेडो ल्याउने मान्छे अगाडि हामीभन्दा अगाडि हामी रोडमा निस्क्यौँ तिनीहरू अगाडि निस्केर यता आइसक्यो ए साली नै रहेछ लास्टमा अर्को जेउडा कताबाट यताबाट जाने हो एकचोटि आइज जान्न अहिले चाहिँ घाम लागिसक्यो पछाडि हिमाल यति बबल देखिरहेको तर के गर्नु फोनले ल्याउँदै भएन मेरो फोनमा यस्तो दामी पछाडि हिमालहरू देखिरहेको के गर्नु भर्खर देखिरहेको थियो है अलि कुन एङ्गलमा देखेको त देखेको थियो के गर्नु देखेँ सेता हिमालहरू हिउँ परेका देख्यौँ पनि हामी हाइटीमा आइसक्यौँ अहिले लगभग धेरै हाइटमा आइसक्यौँ किर्तिपुर अबदेखि लाग्यो त्यही हो हाम्रो हिमाल हेरै हुने जस्तो लागेन अनि काठमाडौँ भ्याली पनि देख्यौँ नै हुने त बादलहरू चाहिँ लागिरहेको हामीसँग घर नै देखिरहेन खै किन हो हाम्रो भाग्य नै यस्तै छ जस्तो लाग्यो केही नदेखिने जस्तो मलाई त थाक लागेको उकालोमा हिँड्दैन
पछाडि भ्याली किन देखाएन आज सूर्यको किरणहरूले गर्दा पनि हुनसक्छ आज त्यति राम्रो देखाएन क्या ब्याक क्यामेराबाट गर्नु पर्ला अघिदेखि नै फ्रन्टबाट गरेर त्यति राम्रो नै देखाएन भ्याली अब थोरै अलिअलि देखिन लाग्यो यस्तै छ ए अब स्वर्ग पुग्न लाग्यो है स्वर्ग सुइभन्दा माथि स्वर्ग छ अब यही माथि टपमा जान्छौँ एकछिनमा अनि पछि स्वर्ग भान्जी स्वर्ग जाने हो कि नै नमरी अगाडि स्वर्ग जाने भएर भान्जी चाहिँ म चाहिँ स्वर्ग जाँदैन उही त्यो डाँडा जान्छु म डाँडामा जाने हो यहाँबाट माथि लिने कि यता लग्ने हो दुई बाटो आयो अब हामी बाटो चाहिँ हाम्रो ग्याङहरू आए लात्तीले हाल्दा र डर लाग्ने गर्दा पो नचल आज हाम्रो भाग्य नै रहेन यस्तो बादल लाग्यो तर हिमालहरू पनि यति दामी देखिरहन आँखाले तर फोनले भ्याएन कि किनभने खोइ कालो कालो के हो बादल हो कि के भन्दा बादल हो कि टुइटो के भन्दा त्यसले गर्दा देखिँदैन नप्सी बबल फल्या रहेछ यहाँनिर नप्सी भान्जीको उडिया हाँस लाग्दा कपडा लगाएर मेरो ससुरालीको घर माथि छ अब एकछिनमा गएर आउँछु काठमाडौँ भ्याली हेर्ने पनि आयो मान्छे यहाँ भ्याइलाग्दै जाने भयो वाह मेरो बाख्रा लाग्ने मेरो बाख्राहरू भान्जी ग्वाली हो भने यस्तो जङ्गलमा रनिङ हान्दै हिँडेर लाग्यो मलाई यहाँनिर बबल देख्यो है फेरि हिमाल भन्ने तल निस्क्या यस्तो खालको पुरै अब यो थोरै छ क्या योभन्दा माथि गयो भने हामी टपमा पुग्छौँ
बाटो यस्तै जङ्गलै जङ्गल भालु आएर तान्यो भने गाह्रो हाम्रो दौडै भइरह जङ्गलमा पुरै नै घाम पुरै आँखामा लाग्यो त सूर्यले खै त दाउरा खाने भन्नु भएर ल्याउनु भाइले बेसी धानकै जङ्गलमा भन्नु पऱ्यो अब भइलाग्दो जङ्गल आयो त थाक लागेर त बोल्नै नसकिने भइसक्यो मलाई त यो अहिले अलि राम्रो घाम लागिरह अब एकछिन पछि नै भ्याली पनि देखिन्छ भने ढुक्क छौँ हामीहरू देख्यो भने देखाउँछौँ नदेख्यो नि केही छैन आयो रमाइलो गरियो जङ्गल घुमियो भन्ने हुन्छ अनि बेलुका आगो बाल्नलाई दाउरा पनि लगेर जाने हो बुढीबारी रहेछ गाह्रो भइगयो तर मेरो मुख यतै भए पनि पातलो भएर मेरो बुढी चाहिँ ठुलो छ है बाहिर घरमै बसी बसी खाएर हो त्यो जङ्गलमा गएर एक दिन गएर घर्ने होइन घर्ने भइदिएर घटाइदिन्छ यस्तै छ गाइज हामीहरूको जङ्गली पारा बाघ हेर्ने गाइज बाघ हेर्ने हो देखाइदिन्छ है अब यहाँनिर उतानिर लुकिया एकछिनमा देखाइदिन्छु यस्तो घना जङ्गल छ म अहिले एक्लै छु सबैजना पछाडि कता रहिहाले म एक्लै अहिले यहाँबाट कहाँ निस्किन्छ मलाई पनि थाहै नै यत्तिकै जङ्गलमा हँसियो तालमा हिँडिरहेको बस्यो जिब्बाहरू उतैबाट कता गयो भने बालै भएन त्यो त तल निस्किन्छु अनि बाघ पत्ता लागिहाल्छ अहिले बाबा हात गरिसक्यो त सेल्फी स्टिक ल्याउने भनेको दाइलाई म्यासेज छोडेको थिएँ दाइले म्यासेज नै हेर्नु भएन उता साथीसँग मागेर ल्याउन झ्याउ लाग्यो अनि त्यसपछि ल्याइन क्या दादाको थियो सेल्फी स्टिक मेरो पहिला केटाहरूले बिगारिसकेको थिएँ त्यसपछि बनाउनु पनि कहिले बनाइएन आज फेरि अबदेखि कन्टिन्यू दिने भन्ने पढ्नु हो सक्यो हुन्छ अघिदेखि जाडो भएको थियो अहिले गर्मी भयो फेरि मन्दिरमा पुगिसक्यो सानो मन्दिर आयो नि यतानिर फोन खस्यो फेरि यहाँभन्दा उता पनि गाउँ रहेछ क्या फेरि अब जुका लाग्यो क्या यस्तो भयो कुदो टालेर जुका पनि लाग्छ नि लागेको छैन मन्दिर छ अब तर यताबाट भ्यालीहरू केही नि नदेखिने रहेछ त्यही भएर कहीँ नि देखाएन मात्रै देखिरह
तिर लाग्यो है यस्तो बोकेर अरू पछाडि छ म त्यहाँ अगाडि उनीहरूले माथिसम्म जाने भनेको लास्टमा भेटिएन केही नि बादल लाग्यो त्यही भएर केही नि देखिएन क्या बजार त्यही भएर हामीले दाउरा ल्याउँ आइहाल्यो रिटर्न भयौँ अहिले 12 बजिसक्यो सो आजलाई यहीँ इन गर्छु भन्दा पनि एकछिन पछि अलिअलि भिडियो देखाएर इन गर्नेछु